हेलो एभ्रिवान, स्वागत गर्छु तपाईँलाई आजको मेरो भिडियोमा। साथीहरू, आज चाहिँ हामीले बिल्डिङमा हाम्रो चाहिँ व्यवसाय यस्तो छ है, तपाईँलाई देखाउन चाहन्छु। हामी चाहिँ यस्तै व्यवसाय गर्छौँ र तपाईँलाई देखाउन चाहन्छु है। तपाईँहरूको पनि बिल्डिङमा छतमा वाटर सिपेज पानी चुन्छ भने चाहिँ यसरी हामी चाहिँ त्यो पानी चुकोले गर्दा यसरी ट्रिटमेन्ट गरिरहेका छौँ है। तपाईँलाई देखाउन चाहन्छु हामीले चाहिँ यस्तो प्रकारले यसलाई डल्लै चिपिङ गरेर यो जति यहाँबाट चिपिङ गरेर निक्लिएको जुन चाहिँ मेटेरियल हामीले साइड गरिसकेका छौँ। र तपाईँलाई पनि भन्न चाहन्छु, तपाईँहरूकोतिर पनि है पानी छतबाट पानी चुन्छ भने तपाईँहरूलाई यो भिडियोद्वारा ट्रिटमेन्ट गर्ने तरिका सिकाउन चाहन्छु है। हामीले चाहिँ डल्लै यहाँनिर रिमुभ गरेर यत्रो डस्ट निकालिसकेका छौँ चिपिङ गरेर है। तपाईँको पनि यस्तै खालको प्रब्लमहरू छ भने तपाईँले हामीसँग सेयर गर्न सक्नुहुन्छ। र हामीले सबै मेटेरियलहरू छतमा चढाइसकेका छौँ। तपाईँलाई देखाउन चाहन्छु, यो केमिकल हामी युज गर्नेवाला छौँ है, सिक्का फ्लेक्स। तपाईँलाई भन्न चाहन्छु हाम्रो फाइनली हाम्रो यो चिपिङ गर्ने काम चाहिँ लगभग कम्प्लिट भइसकेको छ। त्यस पश्चात हामी यसलाई हावामा छौँ है। यो भिडियो यति मात्रै काफी छैन, तपाईँलाई पार्ट 1 पार्ट 2 गरेर तपाईँलाई देखाउनेछौँ है। यति बेला चाहिँ हामीले चिपिङ गरिसके पश्चात हामीले त्यो जुन चिपिङ गरेको डस्टलाई चाहिँ हावाले हामीले यहाँनिर उडाइरहेको छौँ। किनभने हामीले यहाँनिर पानी युज गर्न सक्दैनौँ, किनभने सिपेज हुन्छ पानी, त्यही सिपेजलाई हामीले रिपेयरिङ गर्नको लागि हामीले यो काम गरिरहेका छौँ। र हामीले चाहिँ यो जति पनि चिपिङ गरेको डस्टलाई चाहिँ यसरी उडाइकन हामी यो माथि ट्रिटमेन्ट गर्छौँ। तपाईँलाई नेक्स्ट भिडियोमा तपाईँलाई फेरि पनि बताउन चाहन्छु हामीले यहाँ के केमिकलहरू हाल्छौँ, के गर्छौँ भनिकन तपाईँलाई देखाउन चाहन्छु है। हेर्नुहोस् चाहिँ हामीले यो चिपिङ गरेको डस्टहरू सबै उडिसकेको छ। सो नेक्स्ट भिडियोमा तपाईँलाई फेरि पनि अर्को स्टेप सिकाउने छु है त, तपाईँलाई देखाउन चाहन्छु।